एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह टक्क धेरैजना के भन्छ त्यहाँको लेबरहरू बगाउँछ अनि त्यसपछि बल्छमा ठुल्छ भनेर त्यही भएर चाहिँ हामी हिजो पानीपारीकोले गर्दा आज जाँदैछौँ नानीलाई 7, 8, 9 बज्न लाग्यो होला अब जाँदैछौँ यहाँ खाजा लिएर हाम्रो यहाँ बल्छहरू रेडी छ चारो छ इधर कहाँ तलाई रोज भनेर यसले कमलाई पुऱ्याउनु छ यहाँ यार चारो यो चाहिँ हामी मुन्दी भन्छौँ कतिजनाले छिचिमिरा भन्छ तपाईँहरू के भन्नुहुन्छ साथीहरू कमेन्ट गर्दै हामी जाँदैछौँ कतिजना जाँदैछौँ 1, 2, 6, 7, 8 जनै जाँदैछौँ हामी खोला अब चाहिँ ठ्याक्क खोला आइपुग्यो खोला चाहिँ अब 2 कल्ला 2-3 कल्ला बाँकी छ यस्तो हाले मकैहरू हालेको छ होइन बाटो चाहिँ यस्तो खोला चाहिँ एउटा भाइ यहाँ छ है फेदामा भन्छ हाम्रो भाषामा हामी राईले चाहिँ फेदामा भन्छौँ यसलाई अरूले चाहिँ के भन्छ थाहा भएन यो चाहिँ आधी आधी पानी हुन्छ यसरी आई एम अल सेट है साथीहरू भेदा चारो यता छ ल यहाँ छोरे नयाँ बोक्ने काम थियो यहाँ कतिवटा मार्छु टाढोबाट देखि परबाट फर्स्ट हाल्नु ल त साथीहरू माछा खेलेको देखिरहेको थियो माछा एकदमै छ कि बाहिरबाट खेलेको देखिरहेको छ तर ठुङ्गे छ कि म त्यहीँबाट एकचोटि अन्डर वाटर भिडियो बनाउँछु माछा देखिन्छ देखिँदैन यहाँबाट बाटोमा जाँदैछु
ए बल्ले बल्ले छोड यहाँ तल देखा क्यामेरा देखा त कहाँ देखा क्यामेरा खोइ फेदामा मै छ त देखिस आता माताले देखिस हेरे हेरे अब चानी एउटा पढे साथीहरू माछा त बाहिरबाट देख्छ तर ठुङ्दै नमान्दै कि हो कि होइन भिडियो भन् यहाँबाट किन मलाई अड्कन पर्छ जस्तो लागिरहेको छ कि ए बल्ले 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 एउटै ठाउँबाट दुईटा झिकिसके साथीहरू दादै अत्तालेसित एकजना जिउन मैले लगेन माछा यतामा देखा यहाँ ल खोइ मेरो चारो खोइ आता भयो नलगै त्यहाँ मलाई छोडे जिउँदोले हान्नु पर्यो उनीहरू सब कहाँ गइसक्यो अर्को झिक्छ हेरे हेर्न यहाँ अर्को झिक्छु सरी अलिअलि यो जाल तार चाहिँ अलिअलि तानेर राख्नुपर्छ अहिले पुरा माछा परेको छ हल्लेको थाहा हुन्छ तल पुरै लटपटङ्ग छोडिदियो भने चाहिँ पुरै त्यहाँ माछा खाएर परेको थाहा हुँदैन कि त्यही भएर उम्किन सक्छ त्यही भएर यहाँ विराजसँग युजनसँग बसिरहेको छु म त्यहाँ अझै माछा छ कि मैले भनेको सही हुन्छ नि त ओए परिरहेछ यार ल यार अड्किन्छ लाइक हेर्नु सक्नुहुन्छ त्यहाँ माछा छ बगाइ लाग्छ है दाजु फेरि माछासँगै दुईटा पर्यो होला यार दाजु
क्यामेरा देखाएको मलाई यता अलि टाढोबाट यस्तो माछा मर्दा छ तँलाई जोस चल्दैन सजिलो म खाजा खान आइसकेको छु भोक लाग्यो साथी मेरो टोलीहरू छिटो हिँड्यो कि ठुङ्गेन भन्दै हिँड्ने गर्छ अनि यहाँ खाजा खाने रे बोतल खोइ बोतल कसले ल्याएर अनि तैँले ल्याए भने खै त पानी खानुलाई यहाँ थाप्छु अनि म खाजा खान्छु असला त यो सबै पाउने नै भनेको जति 5,000 6 पुगेछ अघि सुरुमा म बसेको ठाउँमा होइन त त्यहाँ खाएन ठुङ्गै त्यहाँ भित्र मैले गोप्रो हालेर माछाको भिडियो चाहिँ बनाएँ हाम्रो खाजा यस्तो छ साथीहरू गाउँको खाजा यस्तै हो परेको छैन हौ परेको छैन छैन हौ मलाई ठिकै छैन यो त तेरो भाउ लाएर गयो त खाजा खाँदै पऱ्यो साथीहरू खाजा खाँदै पऱ्यो खाजा खाँदै असला माछा मलाई पुरै देखाउनु है त पुरै ल्याउनु नि खै मेरो उसले त फेदामा वेट कतिसम्म दिएको घरमा खाली जानुभन्दा त यति बोकेर गए पनि अलिकति ल्याएछ पोलेर खाँदा भन्ने ढुङ्गा ठुलो छ कि नानु यत्रो ठुलो ढुङ्गा छ कि इज्जत हुन्छ भुइँभरि पुरै ढुङ्गा छ कि नानु ढुङ्गा छ कि हुँदैन यहाँ मिल्दैन आइएम सिलिगुडीमा स्विमिङ पुल म डुबुल क्यान्सर योसँग
के सारा हम यत्रो जान्छ यार मारे खै कस्तो आइरहेछ भरे हेर्नुपर्छ दानु हो भने त्यहाँ गहिरो छैन यहाँनिर चाहिँ गहिरो छ यहाँ छ गहिरो नै गहिरै छैन त्यहाँ नि आमा यत्रो ज्यान यार कति 80-90 केजी होला भेडाको ज्यान यार त्यत्रो छ अनि 7-8 फिटै होला त्यो त 8 फिट होला नि कहाँ चाहिँ हामी फर्किँदैछौँ साथीहरू यसो भन्दा नि यहाँ अर्को खोलामा आइरहेको छौँ नाना पनि आउने भनेर टक्क तल छोडेर हामी चाहिँ यहाँ माथि आइसक्यौँ स्विमिङ गरेर तर यहाँ के अचम्म भयो भने पहिला यहाँ खोला थियो साथीहरू यो रोड खनेर माथिबाट सबै ढुङ्गाहरू झरेछ यहाँ पहिला यहाँ खोला पुरै अँध्यारो हुन्थ्यो पुरा अहिले खुल्ला उज्यालो के यस्तो बनाइदिरहेको छ यहाँ पानी छैन यहाँ माथिबाट मुनि गइरहेछ कि अन्डरग्राउन्ड कसरी गऱ्यो यार यो हेर त ल यतातिर छैन को यो मान्छे खै नानाहरू अलिअलि भयो ल यहाँबाट भित्र पसेको रहेछ पानी पुरै ल यहाँबाट पानी कसरी भित्र गएछ म के छ जाउँ हामी चाहिँ ल यहाँको यत्रो ठुलो झर्ना खोइ त नि यत्रो ठुलो झर्ना थियो त्यहाँ ढुङ्गा पहाडहरू ल यार यत्रो झर्ना थियो यहाँ माथिबाट रोडको सब ढुङ्गा झरेर झर्नाहरू सबै पुरेर यस्तो नर्मल बनाइदिएछ यार हटेरिका यहाँबाट पानी नै हराइरहेको छ मुनि गइरहेको छ के हो यार अचम्म छ त यार हाम्रो गाउँमा के हुँदैछ यार विकासको नाममा खोला खाल्ची के हो यार माथिबाट रोड खनेर सब झऱ्यो यो त पहिरो झर्छ जस्तो छ यार सबै यत्रो पानी गायब के पुरै है त यहाँ पनि दशा थियो साथीहरू पुरै यत्रो ठुलो थियो यहाँ तलसम्म सब पुरेछ यार यो भलाएर है कसरी पुग्यो पुरै माथिबाट नानीले कराइरहेको सिधै सिस्ता रे यार के माछा भने माछा मार्नु गएको होइन कि गोप्रो नाटक हामी त भिडियो खिच्न गएको त खोइ त सासहरूले थुनेको होइन खोइ त सासहरू के बोले उभो चाहिँ सासहरू सासो त सासहरू छ तिमीले सासले छोडिराको सास अघि नै आएको ऊ चाहिँ हामीले छोडिराखेको के ओके अब चाहिँ हाम्रो खाजा खान्छौँ यहाँ अनि नानाको एक दुईवटा फोटो खिचेर हामी जान्छौँ कि साथीहरू अब है रमाइलो गर्न आएको रमाइलो भयो गयो मेरो गयो हेर हजुर गयो चम्ची नि आउनु पर्छ नि अलिअलि केको चम्चा लिएको छु मैले दामहरू आइज भनेको पिराले सासले फोन गर्न छैन नम्बर राखेर के के त अस्ति फोन गरेको सेभै गर्न मैले अघि गरेको नम्बर छ त ल फोटो सेसन है गाइस टक्कसँग होइन त्यहाँ उता दुईजना उता मेन क्यामेराम्यान चाहिँ यता यत्तिको फोटो सेसन चाहिँ हुनुपर्छ त्यसको यता फोटोग्राफर डाइरेक्टर दियो भने
भयो खानु अलि लेफ्ट साइड खानु भएन ढुङ्गा लेफ्ट साइड फाल्नु भइरहेछ झन् हाँसेको राम्रो यता हाम्रो बिराजे अजम्बरे आयुषे अनि किस्मते अनि रोजने छ है अनि मलाई एडिने अनि यता चाहिँ एडिने अनि यता चाहिँ सरोजे अनि यता चाहिँ अब ज्वाइने के बोले भाइ अब के बोले जोइ अनि यता छ माथि झर्नेबाट पानी बग्दै गइरहनु तलतिर नै कस्तो कालो देखेको मलाई आज तेरे कस्तो कालो देखेको रोड बनाउँदै हुनुहुन्छ है हाम्रो अचम्बरेहरूले चाहिँ साथीहरू यहाँ फोटो खिच्यो नानाको खिचिदियो झर्नामा अब गएर जाने टक्क पछि बस्नुपर्छ यो प्लास्टिक के हो चाल्दै जान्छ लगेर उमा हाल्दैन न ब्यागमा उयो पर हजुर अझ हाम्रो झर्नै साथीहरू गाउँको यहाँ खोला त अहिले सुक्ने समयमा त सानो हुन्छ कि रोजने हौ लाटा रहेछ है अजम्बर लाटा रहेछ त्यो पनि एडिना हजुर बुढो ए धन्न बोले यार बेजत हुँदैन है जम भन्ने हो लाटा रहेछ